गत हप्ता हामीले वचन हेऱ्यौं र प्रेममा बढ्दै हामी जाउँ भन्ने शीर्षकमा हामीले वचनलाई हेऱ्यौं र एक दुईवटा कुराहरू म अलिकति 2-3 मिनटसम्म हामी थोरै अस्तिको हप्तालाई दोहोऱ्याउने प्रयास गर्छु। मेरो सोच 2026मा जुन बढ्नुपर्छ अथवा हामी जानुपर्छ वा हामी परमेश्वरलाई महिमा गर्नुपर्छ, हामी अध्ययन गर्नुपर्छ, सिक्नुपर्छ, हामीले बढ्नुपर्छ भन्ने कुरामा चाहिँ तपाईलाई किन लिएर आएको भन्दाखेरि चाहिँ अलिकति आत्मिकी दौडमा पनि हामी अलिकति राम्रो हौँ, दह्रो हौँ भनेर हो। र आत्मिक रूपमा दह्रो हुनुको निम्तिलाई चाहिँ हामीलाई वचनले छुनपर्छ, वचनले घोच्नपर्छ, वचनले काट्नपर्छ। मैले तपाईलाई भनिरहेको थिएँ, वचन चाहिँ तरवार हो, पहिला मलाई काट्छ अनि त्यो वचनले हामी सबैलाई काटछाट गर्नुपर्छ। बाइबलमा एउटा शब्द प्रयोग गरेको छ, मैले तपाईलाई बारम्बार भनेको छु, छियोल्ने शब्द प्रयोग गर्छ। एउटा किसानले रुखलाई, बोटलाई छियोल्दाखेरि मार्ने सोचेर गर्दैन, अझ धेरै फल लागोस् भनेर उसले छियोल्ने गर्छ। तपाईले रोप्नु भएको डल्ले खोर्सानी वरिपरि कुनै घाँसहरू आयो भने, कुनै अरू यहाँ चाहिँ विड भन्छ, यहाँको तपाईँको अमेरिकामा तपाईँको लनमा विडहरू आयो भने तपाईँको रियल घाँसलाई त्यसले के गर्छ, खराब गरिदिन्छ अथवा मारिदिन्छ। अनि त्यो विडलाई चाहिँ हामीले दबाई लगाएर मार्नुपर्छ, अनि मात्रै तपाईँको त्यो घरको बारी चाहिँ एकदमै राम्रो हुन्छ। त्यसै गरेर तपाईँले रोप्नु भएको डल्ले खोर्सानी हामी धेरै रोप्छौँ, त्यो कारणले म तपाईँलाई त्यसको उदाहरण दिन्छु। वरिपरि घाँसहरू आयो भने, अरू विभिन्न बोटहरू आयो भने त्यसले तपाईँले रोपेको डल्ले खोर्सानीलाई ठुलो हुनु दिँदैन, सानोमै उसले मार्दछ। त्यही कारणले त्यो वरिपरिको हामीले के गर्नुपर्छ, निकालेर के गर्नुपर्छ, फालिदिनुपर्छ, अनि मात्रै त्यो डल्ले खोर्सानी राम्रोसँगले हुर्कन पाउँछ, बढ्न पाउँछ। र यो वचनले चाहिँ त्यो काम गरेको होस्। मैले अघि नै भने धेरैवटा वचनहरू यहाँबाट बोलेको, अस्तिको हप्ता मैले भन्दैछु तपाईँलाई मनपर्ने, तपाईँलाई खुसी बनाउने नहोला, तपाईँलाई दुखी बनाउला। सोच्नुहोस् मलाई वचनले आज छोयो भनेर, तपाईँलाई अप्ठ्यारो बनाउला, काट्ला, छाट्ला। सोच्नुहोस् मलाई वचनले आज केही कुराहरू गर्दैछ, म केही कुराहरू सिक्दैछु, यो वचनबाट रूपान्तरण हुने जीवनतिर म जाँदैछु भनेर तपाईँले सोच्नुहोस्। र यो उद्देश्य 2026को त्यही हो, तपाईँलाई मनपर्ने वचन, खुसी हुने हो, राम्रो छ भन्ने मात्रै वचन नहोला। र मेरो उद्देश्य नै त्यही हो कि वचन चाहिँ जस्तो छ त्यस्तै तपाईँहरू माझमा पेश गर्न सकौँ, ताकि तपाईँहरूले रियल वचनलाई, कुनै पनि मिसावट बिनाको वचनलाई तपाईँहरूले सिक्न सकोस्। र मेरो उद्देश्य त्यो हो। र प्रेममा बढ्ने कुरामा हामीले हेरिरहेको थियौँ, हामी प्रेममा बढ्नुपर्छ। हामी प्रेममा बढेनौँ भने, मैले तपाईँहरूलाई एउटा शब्द भन्दै थिएँ, हामीले यो पदलाई पढ्यौँ अस्तिको हप्ता, हामी यही पदलाई आज कन्टिन्यू पढ्नेछौँ। हुनसक्छ भने उठ्दिनुहोस्, यही पद मात्रै पढ्नेछौँ। 13 अध्याय डल्लै पढेको थिएँ मैले अस्ति, तर हामी आज यो पद मात्रै पढ्नेछौँ अनि फेरि कन्टिन्यू गर्नेछौँ आजको वचनलाई। सबैले भन्नुहोस् त हालेलुया। यहाँ यसरी लेखिएको छ, तपाईँले म सबैको लागिलाई, अब विश्वास, आशा, प्रेम यी 3 रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। परमेश्वर तपाईँको उपस्थिति हामी चाहन्छौँ। पवित्र आत्मा सहायता गर्नुहोस्, यो वचनलाई लिड गर्नुहोस्, हाम्रो जीवन, हाम्रो मस्तिष्क, हाम्रो सोच, हाम्रो जीवनमा यो वचनलाई क्रियाशील बनाउन सकौँ। प्रभु येशू ख्रीष्टको नाममा आमेन। तपाईँहरू बस्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई भन्दै थिएँ, प्रेम बढेन भने सम्बन्ध बाँच्दैन। तपाईँ मेरो जीवनमा प्रेम बढेन भने सम्बन्ध के हुँदैन, बाँच्दैन। सम्बन्धको त्यहाँनिर केही न केही दबावहरू, केही न केही समस्याहरू, केही न केही अप्ठ्यारोपनहरू आउने गर्छ। यदि तपाईँ नि मेरो प्रेम बढेको छैन भने, श्रीमान अनि श्रीमतीमा, वा छोरा वा छोरीमा, वा परिवारमा, वा तपाईँको नानी, तपाईँको आफन्त, तपाईँको साथी, तपाईँको मित्र, जो पनि हुनसक्छ, यदि तपाईँहरू बिचमा प्रेम बढेको छैन भने प्रेम चाहिँ तपाईँहरूको सम्बन्धलाई चाहिँ त्यसले के गरिरहेको छ, असर पुर्याइरहेको छ। मैले साधारण उदाहरण तपाईँलाई सधैँ दिँदै गरेको छु, अघि पनि भनेको छु, तपाईँको डल्ले खोर्सानीको वरिपरिको त्यो विडलाई तपाईँले मार्नपर्छ, नत्र तपाईँको डल्ले खोर्सानीलाई सास फेर्नु दिँदैन, उसले सानोमा के गर्छ, मार्दछ। सो प्रेम चाहिँ मैले तपाईँहरूलाई फर्स्ट विकमा, लास्ट विक पनि भनेको छु, र प्रेमको विषयमा पहिला वचन बोल्दा पनि भनेको छु,
र बढ्नेको विषयमा, बढ्नु अनिवार्य छ भन्ने विषयमा पनि तपाईँलाई रिपिट गराएर मैले भनेको छु। बढ्नु यस्तो कुरा हो जुन चाहिँ जीवित प्राणीको एउटा सिम्बोल हो, साइन हो। तपाईँ जीवित हुनुहुन्छ भन्नेको साइन के अरे? तपाईँ बढ्नुहुन्छ। मैले भन्दै थिएँ यो कुर्सी तपाईँले 50 वर्ष पछाडि आउनुहोस्, यो कुर्सी बढेर 2टा हुँदैन। तर तपाईँ अनि म चाहिँ जिउँदो छौँ, त्यही कारणले सानो हुन्छौँ, अनि जवान हुन्छौँ, अनि आधवैँसे हुन्छौँ, अनि वृद्ध हुन्छौँ, अनि हाम्रो शरीर के हुन्छ? सकिन्छ। हामी जिउँदो छौँ, त्यही कारणले गर्दाखेरि हाम्रो जीवनको बहावहरू, हामी सानो हुन्छौँ, जवान हुन्छौँ, आदिवैँसे हुन्छौँ, अनि फेरि वृद्ध हुन्छौँ, हाम्रो शरीर बढ्दै जान्छ, क्षमता बढ्दै जान्छ, हाम्रो एक्सपिरियन्स बढ्दै जान्छ। हामी जिउँदो छौँ, त्यही कारणले हामी बढ्दछौँ। र जुनै प्राणी, जुनै लिभिङ थिङ, चाहे त्यो मार्समा भएको माइक्रो लिभिङ बिइङ होस् अथवा जहाँ जेसुकै होस्, जिउँदो छ भने त्यो बढ्छ। यदि तपाईँको सम्बन्ध, आज म तपाईँलाई प्रश्न सोध्दैछु, यदि तपाईँको सम्बन्ध आज जिउँदो छ भने त्यो बढिरहेको हुनुपर्छ। मैले तपाईँलाई अस्ति भन्दै थिएँ, हामीले निहाल्नुपर्छ हाम्रो सम्बन्धहरूलाई। सुकिरहेको छ कि, पहेँलो पात भइरहेको छ कि, हामीले पानी लगाउनु पर्ने हो कि? हाम्रो सम्बन्धलाई निहाल्नको निम्तिलाई म तपाईँलाई अनुरोध गर्छु। हामीले गत हप्ता त्यो हेरिरहेको थियौँ। आज अलिकति अस्तिको हप्ताको थोरै छुँदै हामी अगाडि बढ्नेछौँ। प्रेम चाहिँ येशू क्रिस्ट, तपाईँलाई मैले भन्दै थिएँ, अ साइन अफ लभ। क्रुसलाई तपाईँले हेर्नुभयो भने द्याट्स अ सिम्बल एन्ड साइन अफ लभ। क्रुसलाई तपाईँले हेर्नुभयो भने त्यो देख्नुहुन्छ, क्रुसमा प्रेम कस्तो हुँदो रहेछ भनेर तपाईँले देख्नुहुन्छ। येशू क्रिस्टबाटको प्रेमलाई हामी सिक्नेछौँ। पहिलो यूहन्ना 4को तपाईँले 19 मा हेर्नुभयो भने त्यहाँ तपाईँले पाउनुहुन्छ, उहाँले तपाईँले मलाई पहिला प्रेम गर्नुभयो। हामीले पहिला प्रेम गरेन, उहाँले चाहिँ पहिला प्रेम गर्नुभयो। रोमी 5:8 ले भन्छ हामी पापी छँदै उहाँ मर्नुभयो। एफिसी 2:25 ले भन्छ उहाँले बलिदानी प्रेम गर्नुभयो। क्रुसमा हेर्नुहोस्, क्रुसमा टाँगिनु भयो तपाईँ अनि मेरो निम्तिलाई। उहाँ क्षमाशील प्रेम गर्ने व्यक्ति हुनुहुन्छ। फरगिभिङ हार्ट, फरगिभिङ लभ उहाँसँग छ। अनि अर्को चाहिँ मृत्यु वा संसार वा एन्ड अफ द एज भनौँ, समय सिद्धियोस्, यो संसार सिद्धियोस्, तर परमेश्वरको प्रेम तपाईँ मेरो निम्ति कहिले सिद्धिँदैन। उहाँ त्यस्तो खालको प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। अर्को कुरा, उहाँ पुनर्स्थापित गर्ने प्रेम हुनुहुन्छ। यदि तपाईँ अहिले परमेश्वरदेखि टाढा हुनुहुन्छ भने, तपाईसँग परमेश्वरको प्रेम छैन भने, येशूले बोलाउँदै हुनुहुन्छ अनि भन्नुहुन्छ, आई विल रिस्टोर अ लभ बिट्विन यु एन्ड मी। म तिमी र म बीचमा त्यो प्रेमलाई पुनर्स्थापित गर्नेछु। तपाईँ अहिले परमेश्वरदेखि टाढा हुनुहुन्छ भने नसुर्ताउनुहोस्, परमेश्वरले तपाईँलाई त्यहीँनिर भेट्नुहुन्छ अनि त्यो प्रेमलाई पुनर्स्थापित गर्नुहुन्छ। अर्को कुरा चाहिँ परमेश्वरको प्रेम चाहिँ उद्धार गर्ने प्रेम छ। सबैले भन्नुहोस् न हालेलुया। परमेश्वरको प्रेम चाहिँ उद्धार गर्ने प्रेम छ। अब हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ दैनिकी रूपमा त्यसको सम्झना गर्नुपर्छ, घोषणा गर्नुपर्छ। हामी स्वयं त्यो प्रेमबाट, येशू क्रिस्टको प्रेमबाट अनुसरण गर्ने व्यक्ति हुनुपर्छ। हामी पनि क्षमा दिनु सक्ने व्यक्ति हुनुपर्छ। आफ्नो श्रीमतीलाई क्षमा दिनु सक्ने, हामीले त्यो प्रेम गर्न सक्ने, कृपामा बस्ने, परमेश्वरसँग समय बिताउने र धन्यवादी एकअर्कालाई हुने, त्यो प्रेम चाहिँ तपाईँ मैले बोक्न पर्छ। दोस्रो बुदामा अब हामी जानेछौँ। मैले तपाईँलाई भन्दै थिएँ, प्रेम चाहिँ परिपक्वताबाट बढेर जान्छ। तपाईँ मेरो प्रेम चाहिँ परिपक्व हुँदै जान पर्छ। परिपक्व नभएको लक्षणहरू के हो? चाँडै रिसाउनु, सबैभन्दा मै होला यसले मलाई घोच्ने चाहिँ मै होला। हिजो बेलुका पनि हाम्रो परिरहेको थियो होइन? सबैभन्दा चाँडो रिसाउने चाहिँ मै होला तपाईँहरू मध्येमा है। मलाई साह्रो छिटो रिस उठ्छ, तपाईँले देख्नुहुन्न तर साह्रो छिटो रिस उठ्छ। म केही भन्दिनँ मात्रै होइन, म पनि हो भन्नुहोस् न, अरू को को? ए ल ल ठिक छ। अपरिपक्वताको लक्षणहरू, इमान्दार भन्नुहोस् न, हामी परिपक्व भएको छौँ त? छैनौँ नि त।
हामी परिपक्व भएको छैनौँ, त्यो कारणले येशूको प्रेम तपाईँले मलाई चाहिएको छ। अब हामी चाँडै रिसाउँछौँ, सजिलै चित्त दुखाउँछौँ। अब को परेशमा सजिलै चित्त दुखाउने होइन, अलिकति केही भनेको छैन चित्त दुखिहाल्छ। अनि अर्को चाहिँ छिट्टो प्रतिक्रिया दिने क्या हो, प्लाच्च के भनिहाल्ने होइन दुईजनामा, अनि भरे क्षमा माग्यो होइन, भनिहाल्ने, केही कुराहरू गरिहाल्ने। र ख्रिस्टमा परिपक्वता चाहिँ कस्तो देखिन्छ भन्दाखेरि चाहिँ सोच्नु सक्ने, एकछिन पर्खिने, क्षमा दिनु सक्ने, नबुझी पनि। यहाँ सुन्नुहोस् है, कतिचोटि चाहिँ हामी प्रेम गर्न सक्षम हुनु पर्यो। कहिलेकाहीँ हाम्रो बुझिँदैन क्या हो, के भन्यो, तर पनि त्यो प्रेम गर्नु सक्ने क्षमता तपाईँ नि मसँग हुनुपर्छ। भावनाहरू भन्दाखेरि चाहिँ आज्ञाकारितामा छनौट गर्न सक्ने छ। मैले यो चाहिँ तपाईँलाई 5 वर्ष भयो होला भनेको, जहिले पनि म प्रेमको विषयमा भन्छु। प्रेम चाहिँ भावनामा सीमित हुँदैन भन्छु, जहिले पनि भन्छु। तर धेरैजनाले त्यस्तै रुचाउँदो रहेछन् होइन, यसो फुल आएन भने रिसाउने होइन, के भएन भने। अब कतिचोटि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ हामी त्यो भावनामा सीमित गर्छौँ अनि हाम्रो कामहरू उल्टो हुन्छ। म प्रेम गर्छु भन्ने अनि भरे काम चाहिँ के गर्ने, उल्टो गर्ने। अब त्यस्तो भयो भने चाहिँ अपरिपक्वताको लक्षणहरू हो। र अपरिपक्वता छ भने हामीले परमेश्वरको दृष्टिकोणबाट हेर्न सक्दैनौँ, परमेश्वरको प्रेमको दृष्टिकोणलाई हामी छुन सक्दैनौँ, महसुस गर्न सक्दैनौँ, वा त्यो तरिकाले आफ्नो आँखा खोलेर हामी हेर्न सक्दैनौँ। र म यहाँबाट यो भन्दै गर्दाखेरि चाहिँ स्वीकार्न चाहन्छु, मैले अघि नै भने यहाँबाट 3-4वटाले त सिधै मलाई घोच्छ, हामी अपरिपक्व छौँ। हामी साँच्ची भन्नुपर्दा हामीले सिक्नु धेरै छ, तर आफ्नो सम्बन्धमा हामी हार खानु हुँदैन। एक दिन नबोले पनि के हुँदैन होला नि त होइन, 2 दिन त बोलिन्छ होला नि त जिन्दगीभर नबोल्ने त हुनु भएन नि त। एकछिन रिसायो अरे फकाउनु पर्यो होइन। छोरा मान्छेहरू चाहिँ अलिक चाँडो फकिहाल्छ होला होइन, के होइन छोरी मान्छेलाई फकाउनु अलिक गाह्रो हुन्छ होला, हो कि होइन? मैले यो किन भन्दैछु भन्दाखेरि चाहिँ जब तपाईँ अनि मसँग त्यो गल्ती नै हुँदैन भनेको होइन, तर गल्तीको महसुस र त्यसमा क्षमा दिने हृदय हुन्छ, त्यहाँ चाहिँ परिपक्वता अब छिर्न थाल्छ। अनि एकअर्कालाई हामी बुझ्न थाल्छौँ, एकअर्कालाई सम्झिन थाल्छौँ। अनि अर्को कुरा चाहिँ मैले यहाँ लेखेको छुइनँ, तल मेरो नोटमा लेखेको छु, अनि त्यसो भयो भने शङ्काको भावनाहरू विश्वासमा परिवर्तन हुन्छ। हाम्रो त्यो लक्षणहरू विश्वासमा परिवर्तन हुन थाल्छ, अनि हामी आँखा चिम्लेर हामी विश्वास गर्न सक्छौँ कि सक्दैनौँ? श्रीमतीहरूले भन्नुहोस्, आफ्नो श्रीमानलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ कि सकिँदैन? अब यहाँ मात्रै भनेर भएन, काममा होइन, तर श्रीमानले पनि फेरि विश्वासयोग्य काम गर्नु पर्यो। यो फेरि 22 वर्ष हो, श्रीमतीलाई मात्रै भनेको होइन, श्रीमानलाई पनि हो, 22 वर्ष हो। हामीले विश्वास गर्न सक्ने हुनुपर्छ। अरू चाहिँ के हो भन्दाखेरि चाहिँ अलिकति सुनिदिने, बुझिदिने हुनु पर्यो होइन। अब तपाईँहरू कस्तो हुनुहुन्छ कि थाहा छैन, तर मलाई चाहिँ धेरै समय लाग्छ बुझ्नको निम्तिलाई। जहाँ नम्रता छैन त्यहाँ के अरे प्रेम टिक्दैन। अलिअलि घमण्ड जल्ला पनि हुन्छ, तर प्रेमले त्यो घमण्डलाई जित्न पर्छ। जहाँ नम्रता छैन त्यहाँ प्रेम टिक्न गाह्रो छ। तपाईलाई थाहा छ येशू ख्रीष्टलाई किन प्रेमको चित्र वा प्रेमको त्यो एउटा त्यो एउटा सिम्बोल, साइन हामी भन्छौँ? येशू ख्रीष्टले आफूलाई बाँधेर कुटेर लगेर लुगा च्यातेर क्रुसमा टाङ्दाखेरि पनि येशूले भन्नुहुन्छ यिनीहरूलाई क्षमा देऊ। तपाईँ नि म त्यो गर्न सक्दैनौँ, तर तपाईँ नि मसँग त्यो हम्बलनेस, नम्र हुने, यदि त्यो प्रेममा छैन भने
तपाईँ अनि मेरो प्रेम चाहिँ लामो समयसम्म टिक्न सक्दैन, त्यसले समस्याहरू ल्याउन थाल्छ। मैले बारम्बार तपाईँलाई भनेको, प्रेममा चाहिँ बलिदान चाहिन्छ, सेक्रिफाइस हुनुपर्छ, एकअर्काको निम्ति बुझ्ने हुनुपर्छ, एकअर्कालाई सम्झिने हुनुपर्छ। योना 15:13 यसो भन्छ, आफ्नो मित्रहरूको लागि आफ्नो लागि प्राण अर्पण गरिनु भन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। बाइबलले के भन्छ भने, आफ्नो मित्र अहिलेको लागि सोच्नुहोस् कि तपाईँको श्रीमती सोच्नुहोस्, तपाईँको परिवार सोच्नुहोस्, तपाईँको श्रीमती सोच्नुहोस्, आफूलाई पनि अर्पण गर्नु, आफू पनि एउटा त्यो सेक्रिफाइस, आफूलाई बिर्सिएर चाहिँ अर्कोलाई प्रेम गर्नु, त्योभन्दा ठुलो प्रेम चाहिँ केही पनि होइन। किनकि बाइबलले भन्छ, तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो, परमेश्वरको स्वरूपमा भएको पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो मात्रै ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी येशू रहनुभयो। आमेन, हालेलुया। हामी येशूबाट सिक्दैछौँ, तर हामी प्रयास गरौँ, हामी अलिकति बलिदानी प्रेम आफ्नो श्रीमान अनि श्रीमती, आफ्नो परिवारलाई हामी गरौँ। आफ्नो फाइदा मात्रै तपाईँले नखोज्नुहोस्, आफ्नै मात्रै स्वार्थ तपाईँले नहेर्नुहोस्, किनकि प्रेमले, बाइबलले भन्छ, सङ्ख्या अङ्क राख्दैन। लभ डजन्ट किप अकाउन्ट भन्छ। यदि तपाईँले अङ्क राख्नुहुन्छ भने तपाईँले आफैले विचार गर्नुहोस्। अब यो अङ्ग्रेजीमा बुझ्नु सजिलो छ, नेपालीमा यसो भन्छु, कतिलाई याद हुन्छ आज यो एकछिन यहाँ अहिले एउटा अर्कै विषयमा झगडा भइरहेको छ होइन, तपाईँलाई नोस्टाल्जिक हुनसक्छ, सम्झिनुहोस् राम्रोसँगले। आज अर्कै केही बिचमा डिस्कस भइरहेको छ अनि प्लाट्ट 2 वर्षको कुरा निकाल्छ क्या होइन, हुन्छ त्यस्तो। त्यत्तिकै आज यहाँ पानीमा डिस्कस भइरहेको छ, ताजा पानीमा डिस्कस भइरहेको छ, 3 वर्षको कुरा निकालेर अनि भन्नु थाल्छ, हुन्छ कि हुँदैन हो? त्यो चाहिँ गन्ती राख्नु अरे क्या हो। त्यो पहिलाको कुरा बिर्सेको त बिर्सिनु पर्ने हो नि त। प्रेममा चाहिँ बाइबलले भन्छ त्यो अङ्क राखिँदैन अरे क्या हो। तर हामी के गर्छौँ, सोचिराख्यो यसलाई यत्तिकै होइन, अनि त्यो कहिले बितिसकेको कुराहरू के गर्यो, हामी निकाल्न थाल्छौँ। श्रीमान अनि श्रीमतीमा तपाईँले एकअर्कालाई अङ्क नराख्नुहोस्, यसले यस्तो गर्यो होइन, अनि त्यस पछाडि 5 वर्ष पछाडि के गर्यो, त्यो निकाल्यो, अनि त्यस पछाडि त्यो विषयमा पनि झगडा हुनु थाल्यो। तपाईँ अनि मैले एकअर्काले प्रेममा चाहिँ एकअर्कालाई सम्झिनु र एकअर्कालाई बुझ्नु आवश्यक छ। सम्झिनु र एकअर्कालाई के अरे बुझ्नु आवश्यक छ। किनकि प्रेममा एकअर्कालाई बुझेको छैन भने, श्रीमान अनि श्रीमतीमा त यसो हुन्छ नि त, गर्दा अलङ्कार बुझिन्छ भन्छ नि। श्रीमान रिसाए कि भनेर यसो अनुहार हेर्ने बित्तिकै थाहा हुनुपर्छ, श्रीमती रिसाए कि भनेर यसो हेर्ने बित्तिकै थाहा हुनु पर्यो होइन एकअर्कालाई, हो कि न भन्नुहोस् त बासुबा। हामीले त्यो अङ्क राख्न थाल्यौँ भने चाहिँ तपाईँ अनि मेरो प्रेम चाहिँ भावनामा सीमित छ, तर कार्यमा उतारिएको प्रेम छैन। तपाईँ अनि मैले एकअर्कालाई प्रेम गर्दैछौँ भने तपाईँले मैले विचार गर्नुहोस्, एकअर्कालाई बुझ्नु आवश्यक छ। अब व्यावहारिक रूपमा यसलाई कसरी उतार्ने भन्दा सजिलो रहेछ। समय दिनु पर्यो, क्षमा गर्नु पर्यो, आफ्नो सुविधा मात्र हेर्नु भएन, सेवा गर्नु पर्यो, लिड गर्नु पर्यो, ध्यान दिएर सुन्नु पर्यो, एकअर्कालाई प्राथमिकता दिनु पर्यो। यो कतिवटा छ, 1 2 3 4 5 6 7 वटाले मलाई घोच्यो होइन। एकअर्कालाई समय दिनु पर्यो, क्षमा गर्नु पर्यो, आफ्नो सुविधा त्याग्नु पर्यो, सेवा गर्नु पर्यो, लिड गर्नु पर्यो, सहायता गर्नु पर्यो, ध्यान दिएर सुन्नु पर्यो, अनि एकअर्कालाई प्राथमिकता दिनु पर्यो, प्रायोरिटी दिनु पर्यो। हाम्रो नेपाली कल्चरमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामी धेरै जस्तो श्रीमान श्रीमती छ, तर अरू बाहिरको पारिवारिक कुराहरूलाई हामी प्राथमिकता दिन्छौँ, हामी अरू कुराहरूलाई ध्यान दिन्छौँ।
श्रीमान श्रीमती केही कुरा गर्दैछ भने पनि अरू कुराहरूको बाधाले गर्दा त्यसले खासै नराम्रो कुरा होइन, तर प्राथमिकताको कुरा क्या हो। पहिलो प्राथमिकता चाहिँ तपाईँले केलाई दिनु हुँदैछ भन्ने कुरा हो। मलाई एउटा कुइरेले भनेको, मैले कहाँ पढेको मैले बिर्सेँ, तपाईँहरूलाई यो भने कि भनेन पहिला मलाई थाहा भएन, तर कसले कुरा गरेको मैले बिर्सेँ। तर अमेरिकामा चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ श्रीमान अनि श्रीमती भयो अनि आफ्नो नानीहरूलाई अर्कै एउटा कोठामा सुताउँछन्। बुझ्नुहुँदैछ? हामी सक्छौँ, नेपाली सक्दैनौँ। मैले यो बिर्सेँ मैले कहाँ पढेँ, कसले भनेको, तर के हुन्छ अरे भन्दाखेरि चाहिँ यदि एउटै बेडमा नानीहरू सुतेको छ भने चाहिँ त्यो नानीहरूले अधिकार खोज्छ अरे, त्यो 50% अधिकार खोज्छ अरे। अनि मैले यसो सोच्दै थिएँ, तपाईँको नानीहरूले गर्छ, तपाईँहरू दुईजना हुनुहुन्छ, त्यो नानीले तपाईँलाई बिचमा छिर्छ त्यो नानी होइन, उसले अधिकार लिन्छ त्यो बेडमा, उसले त्यो खाटमा के गर्छ, आफ्नो अधिकार लिन्छ। अनि के गर्यो भन्दाखेरि चाहिँ हाम्रो प्राथमिकताहरू हो, नानीहरू चाहिँ हाम्रो प्राथमिकता हो, तर श्रीमान अनि श्रीमतीको सम्बन्ध चाहिँ पहिलो प्राथमिकता हो नि त, होइन र? हाम्रो नेपालीमा त्यही कारणले गर्दाखेरि चाहिँ नानीहरूको खातिर हामीले के गरिरहेको छौँ, हाम्रो प्रेमलाई त्यो एउटा के भन्छ, त्यो एउटा पीडाको अथवा एउटा दर्दनाक त्यो घडी भएर हामीले जानु दिइरहेको छौँ क्या। सो हामीले के गर्छौँ अरे भन्दाखेरि चाहिँ नानीहरूलाई पनि आफ्नो दुईजनाको मात्रै सम्बन्धमा पनि नानीहरूलाई हामी अधिकार दिन्छौँ अरे, नानीहरूलाई चाहिँ हाम्रो सम्बन्धमा छिर्नको लागि अधिकार दिन्छौँ। यो एउटा राम्रो पनि हो नेपाली कल्चरमा, तर त्यसले के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो सम्बन्धहरू, हाम्रो आफ्नो श्रीमान अनि श्रीमतीको सम्बन्धहरूमा प्रेम चाहिँ कतिचोटि सेलाउने अवस्था वा पछाडि पर्ने अवस्था हुँदो रहेछ। अब अमेरिकनहरूमा कति ठ्याक्क बेड टाइम भनेपछि बेड टाइम हुन्छ होइन, हामी त्यो गर्नै सक्दैनौँ, किन भन्दा हाम्रो नानीहरूलाई हामी धेरै माया गर्छौँ। तर आफ्नो सम्बन्धमा त्यो नानीहरूले चाहिँ त्यो सम्बन्धमा हक अधिकार गर्नु चाहिँ खासै दिनु हुँदैन अरे क्या। अब तपाईँले यसलाई कसरी लिनुहुन्छ मलाई थाहा छैन, तर मैले तपाईँलाई यस्तो गर्नुहोस् पनि भनेको होइन, मैले सुनेको र मैले बुझेको कुरा तपाईँलाई भन्दैछु। मैले कोसँग गफ गरेँ थिएँ, मैले कहाँ पढेको थिएँ बिर्सेँ, तर साँच्ची नै हो नि त, विचार गर्नुहोस् त। प्रेम चाहिँ एउटा दैनिक निर्णय हो, एभ्री डे। अब यो हामी अलिक कमी गर्छौँ, मैले फेरि यो नेपाली कल्चरलाई दोषेको होइन, तर अहिले तपाईँहरूलाई अलिक उमेर पुगेको बा आमालाई हात पक्रिनुहोस् त भन्यो भने हामीलाई अप्ठ्यारो हुन्छ होइन, आफ्नै श्रीमतीको हात पक्रिनु पनि के हुन्छ, हामीलाई अलिकति अप्ठ्यारो हुन्छ। तर त्यो ठिक छ, त्यो नराम्रो भनेको होइन, तर हाम्रो यो के छ भन्दाखेरि चाहिँ विवाह हुनुभन्दा अगाडि ठ्याक्क एकचोटि आई लभ यु भन्यो, सुन्नु है राम्ररी, अनि विवाह भयो, अनि त्यस पछाडि सकियो, त्यो आई लभ युको गफ हुँदैन, म तिमीलाई माया गर्छुको गफ हुँदैन, प्रेमको नानीहरू 3-4 जना हुन्छन् होइन, सबै भयो, परिवार सकिसक्यो, अब बुढेसकाल लागिसकिसक्यो, फेरि त्यो रिपिट हुँदैन, त्यो एउटा सिन, त्यो एउटा समय, एउटा दौड रिपिट हुँदैन। तर प्रेम चाहिँ अब हुनु चाहिँ रेणुलाई कतिको म चाहिँ दिनै जिस्काउँछु क्या, म वक्कै लाउँछु होइन, तर प्रेम चाहिँ कस्तो भने त्यो दैनिक निर्णय हुनु पर्यो। तपाईँहरूको त्यो एउटा दौड, एउटा समय जुन चाहिँ यति साह्रो एकअर्कालाई चाहिँ टाँसेर बसिनु हुँदै नहुने, बाबुआमादेखि भागेर लुकेर भेटिनु हुँदै नहुने होइन। नेपालमा त हामी चिठी लेख्नु पर्थ्यो, कताबाट फोन थिएन, त्यस्तो समयको त्यस्तो दौड चाहिँ ठ्याक्क बेगर्ने बित्तिकै सकियो। मैले यो कसरी भन्दैछु मलाई माफ गर्नुहोस् यदि तपाईँहरूलाई अप्ठ्यारो लाग्यो भने, अथवा तपाईँले अर्कै तरिकाले बुझ्नुभयो भने, आई होप मैले तपाईँहरूलाई यसलाई बुझाउन सक्दैछु। तर मेरो प्रयास चाहिँ तपाईँहरूलाई यो त्यो दौड तपाईँको जीवनमा सिद्धिनु हुँदैन, त्यो दौड, त्यो एकअर्कालाई केटाकेटी जस्तो माया गर्ने, जिस्किने, एकअर्कालाई सम्झिने त्यो दौड चाहिँ प्रेममा सिद्धिनु हुँदैन। मलाई यो हाम्रो माइकल र प्रियङ्काको साह्रो मनपर्छ, फुर्काएको होइन है, होइन, यिनीहरू एक छिनमा एकवटा के भइदियो भने पनि यिनीहरूले एउटा अरूलाई त्यहाँ छन् भने पनि एकछिनै भनेर पनि उनीहरूले खिचेर के हालेकै हुन्छ होइन। मैले त्यसलाई फेरि तिमीलाई उत्साह पनि गरेको होइन, जस्ट एउटा बताउनु खोजेको उदाहरण।
हामी मोमेन्टमा लिभ गर्नु अथवा जिउनु छोडिसकेको हुन्छौँ अनि त्यो हाम्रो प्रेम चाहिँ बढ्दो रूपमा गइरहेको हुँदैन। अथवा मैले स्ट्याग्नेन्ट भन्ने एउटा शब्द प्रयोग गरेँ अस्ति नै, नबग्ने पानी के हुन्छ अरे, नबग्ने पानी के हुन्छ अरे, लेउ लाग्न थाल्छ वा के हुन्छ, गनाउन थाल्छ होइन। अनि त्यो उतार अनि चढाउहरू चाहिँ हाम्रो जीवनमा आवश्यक छ। दैनिक रूपमा म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरूको त्यो मुभमेन्टहरू ल्याउनुहोस्, म पनि प्रयास गरौँला होइन। त्यो समयहरू, त्यो क्षणहरू क्रिएट गर्नुहोस् अनि त्यो वातावरण बनाउनुहोस् कि जहाँ चाहिँ तपाईँहरू पहिला लभ गरेको जस्तो समयको गफहरू गर्नुहोस्। तपाईँहरू जति श्रीमान श्रीमती बुढो हुनुहोस् मतलब नगर्नुहोस्, छोराछोरीको अगाडि त भन्नु पर्दैन नि त होइन। एक्लै एक्लै भन्नुहोस्, आफ्नो श्रीमानलाई आफ्नो श्रीमतीलाई भन्नुहोस् र त्यो मुभमेन्टहरू ल्याउनुहोस्। दैनिक निर्णयहरू तपाईँले गर्नुहोस् जसले चाहिँ प्रेमलाई धारणा गर्न सक्छ। कलासी 3:13-14 भन्छ, एउटाले अर्कालाई सहने गरा, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर, जसरी प्रभु तिमीहरूलाई क्षमा गर्नुभएको छ र त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी प्रेमलाई धारणा गर जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्ने काम गर्छ। आमेन। हामी प्रेमलाई धारणा गरौँ। रिस आएको बेला होइन, चुप लाग्नु अथवा तपाईँले पहिले क्षमा माग्नु वा प्रशंसा गर्नु तपाईँले मैले सिक्नु पर्यो। के चाहिँ जान्छ होला कहिले काहीँ यसो तपाईँ आज राम्री देखेको छ भन्दा होइन भन्नु पर्यो। मलाई चाहिँ भनोस् या नभनोस्, प्रशंसा गर्नु हामीले सिक्नुपर्छ। राम्रो देखेको बेलामा राम्रो भन्नु पर्यो होइन, अनि अलिकति नराम्रो देखेकोलाई पनि भन्नु पर्यो है। मैले अस्ति तपाईँलाई भनेको छ नि, तपाईँको शरीरको दागलाई देखाउने तपाईँको नजिकको मान्छे हो। टाढाको मान्छेले त तपाईँको दागमा हाँस्छ, बुझ्नुभयो नि। तपाईँको नजिकको मान्छेले तपाईँको दागलाई सजिलो हटाउन सकिन्छ, टाढाको मान्छेले तपाईँको दागलाई देख्यो भने के गर्छ अरे, हाँस्दछ। र प्रेमलाई धारणा गर्नुहोस्, प्रशंसा गर्नुहोस् एकअर्काको, उत्साह गर्नुहोस् एकअर्कालाई। बढ्दो प्रेमले परिवार र मण्डलीलाई बलियो बनाउँछ। मजबुत विवाहले बलियो परिवारलाई बनाउँदछ र बलियो परिवारले स्वास्थ्य मण्डलीलाई बनाउँदछ। आमेन, हालेलुया। तपाईँ अनि मेरो मण्डली बलियो हुनको निम्तिलाई म यो जोडसँगले भन्दैछु, तपाईँ अनि मेरो मण्डली बलियो हुनको निम्ति तपाईँहरू सबैको सम्बन्ध बलियो भयो भने यो फेथ सेन्टर चर्च अटोमेटिकली बलियो हुन्छ, अटोमेटिकली बलियो हुन्छ र कसैले तपाईँले मलाई हल्लाउन सक्दैन। मजबुत विवाहले बलियो परिवारलाई निर्माण गर्दछ र जब तपाईँले मेरो परिवार बलियो भन्छ, हामी सेवाकाईमा पनि बलियो बन्छौँ। हालेलुया। मेरो परिवारले सपोर्ट नगर्नु भएको भए, मैले बारम्बार भनेको छु, तपाईँले मलाई यो सेवाकाई गरेको वा पास्टर बनेको वा पास्टर बने पनि तपाईँको कता कता गएको हुन्थ्यो होला म, यदि मेरो परिवार चाहिँ मसँग नउभिएको भए। वा अहिले तपाईँहरू मेरो परिवार हुनुहुन्छ, मण्डली परिवार, तपाईँहरू मण्डली परिवार मसँग नउभिएको भए, जब तपाईँहरूले मसँग उभिनुहुन्छ अनि हामी के हुन्छौँ, बलियो हुन्छौँ। किनकि जब हामी बलियो हुन्छौँ परमेश्वरले त्यो बललाई परमेश्वरको महिमामा प्रयोग गर्नुहुन्छ। आत्मिक वृद्धि चाहिँ प्रेम बिना अधुरो हुन्छ। ज्ञान बढेर पनि प्रेम बढेन भने हामी कठोर बन्छौँ। आत्मिक वृद्धि चाहिँ प्रेम बिना के हुन्छ अरे, अधुरो हुन्छ। हामी ज्ञानमा बढ्यौँ, स्कुल गयौँ, 12 पढ्यौँ, पास गऱ्यौँ, ठुलो मान्छे भयौँ, डक्टर नै भयौँ रे एकछिनको लागिलाई, तर आफ्नै श्रीमतीलाई प्रेम गरेको छैन, आफ्नै परिवारलाई प्रेम गरेको छैन भने त्यो ज्ञान अनि बुद्धिको के काम होला। हामी धन सम्पत्ति कमाउला अरे, हामी धनी होला अरे, धेरै पैसा कमाउला अरे, तर प्रेम बिना चाहिँ आत्मिकी वृद्धि पनि, आत्मिकी जीवन पनि तपाईँ नि मेरो सुखा हुन्छ। र तपाईँ नि मेरो आत्मिकी जीवनमा जहिले पनि समस्या ल्याउने तपाईँले विचार गर्नुहोस्।
श्रीमान अनि श्रीमतीको सम्बन्धले यति धेरै असर पुर्याउँछ। तपाईँहरू आइतबार आएर यहाँनिर मैले आएर वचन बोल्नु अनि श्रीमान अनि श्रीमती झगडा गरेर आउनु कस्तो हुन्छ? जब हामी एकअर्कालाई सहायता गर्छौँ, उत्साह गर्छौँ, एकअर्काको बल बन्छौँ, त्योभन्दा राम्रो सेवाकै हामी कहिले पनि गर्न सक्दैनौँ। परिपक्व ज्ञानले होइन, व्यवहारमा देखिन्छ, व्यवहारले देखाउँदछ। र परिपक्वतातिर हामी यो ग्रो सिरिजमा हामी गइरहेको छौँ। आउनुहोस् हामी अन्त्य गर्नेछौँ। आज हामी सोच्नेछौँ, पहिलो कुरा त मेरो प्रेम बढिरहेको छ कि छैन, मैले माफ अथवा क्षमा गर्दैछु कि छुइनँ, मैले सेवा गर्दैछु कि छुइनँ, म स्वार्थी छु कि त, म परिपक्वता हुँदैछु कि छुइनँ त, म क्रिस्ट जस्तै बन्दैछु कि छुइनँ त। हामी सोच्नेछौँ र घोषणा गर्नेछौँ, म प्रेममा बढ्नेछु भनेर, म बलिदानी हुनेछु, म परिपक्व हुनेछु, म क्रिस्टको प्रेमलाई प्रतिबिम्बित गर्नेछु भनेर हामी घोषणा गर्नेछौँ। आउनुहोस् त मसँग एकचोटि रिपिट गर्नुहोस् तपाईँहरूले। खुला मनले, स्वेच्छाले, रिपिट गर्न मन छैन भने नगर्नुहोस्, म केही भन्दिनँ। खुला मनले, स्वेच्छाले घोषणा गर्नेछौँ। आउनुहोस् म पछि रिपिट गर्नुहोस्, भन्नुहोस्, म प्रेममा बढ्नेछु, म बलिदानी हुनेछु, म परिपक्व हुनेछु, म क्रिस्टको प्रेम प्रतिबिम्बित गर्नेछु। हालेलुया। अन्तिममा यदि प्रेम बढेन भने हाम्रो सम्बन्ध के हुन्छ अरे? ठिक्दैन। तपाईँ मेरो प्रेमको सम्बन्ध बढेको छैन भने, स्ट्याग्नेन्ट छ भने, नबगेको पानी जस्तो छ भने तपाईँले मैले विचार गर्नुहोस्। त्यसमा तपाईँले केही फ्लेयरहरू ल्याउनुहोस्, एकअर्कासँग बात गर्नुहोस्, बाहिर जानुहोस्। मैले तपाईँलाई अनुरोध गर्छु, म तपाईँहरूलाई कस्तो खालको चर्च होला कि जसले तपाईँलाई भन्दैछ प्लिज श्रीमान श्रीमती बाहिर जानुहोस्, होइन, मिलाउनुहोस् समय, त्यो समयहरू बिताउनुहोस्, त्यो एउटा क्षणहरू ल्याउनुहोस् अनि त्यो रिलिभ गर्नुहोस् त्यो मोमेन्टहरूलाई जुन चाहिँ तपाईँहरू सुरुमा त्यो एकअर्कालाई प्रेम गर्दा कस्तो क्षण थियो कि पहिलोचोटि देख्दाखेरि कस्तो भएको थियो, त्यो रिलिभ गर्नुहोस्। किनकि यदि प्रेम बढेन भने परिवार बलियो हुँदैन। तपाईँसँग अहिले सबै थोक होला है, 3 जना नानी होला, म जस्तै परिवार होला, तर यदि हाम्रो बिचमा प्रेम बढेन भने तपाईँ मेरो परिवार बलियो हुँदैन। यदि प्रेम बढेन भने चर्च स्वस्थ हुँदैन, यो मण्डली फेथ सेन्टर चर्च स्वस्थ हुँदैन। अनि हामी एकअर्कालाई दोस्याउन थाल्छौँ, एकअर्कालाई भन्न थाल्छौँ। प्रेम भावना मात्र होइन, प्रेम चाहिँ तपाईँ नि मेरो निर्णय हो, डिसिजन हो, तपाईँ नि मेरो हातमा छ। तपाईँ मेरो हातमा एउटा निर्णय छ, तपाईँले मैले गर्नु सक्ने निर्णय, तपाईँको कन्ट्रोलमा भएको निर्णय तपाईँको हातमा छ। धेरैचोटि धेरै कुराहरू तपाईँको कन्ट्रोलमा हुँदैन, तपाईँको हातमा हुँदैन, तर प्रेम गर्ने कन्ट्रोल निर्णय चाहिँ तपाईँको हातमा छ। आज प्रेम गर्ने वा नगर्ने निर्णय तपाईँले गर्न सक्नुहुन्छ। प्रेमको अभ्यास गर्ने वा नगर्ने निर्णय पनि तपाईँको हातमा छ। र आफ्नो श्रीमान अनि श्रीमतीको निम्तिलाई बलिदानी हुने र प्रेम परिपक्वतातिर दोहोऱ्याउने निर्णय तपाईँको हातमा छ। म तपाईँलाई अनुरोध गर्छु, मेरो समय सिद्धियो, म तपाईँलाई अनुरोध गर्छु, आजको दिन यो वचनमा सीमित यो प्रेम नरहेकोस्। तपाईँहरूले अलिकति होमवर्कको रूपमा केही कुराहरू गरिदिनुहोस्। मैले 1-2वटा कुराहरू गरौँ भनेर आज सोचेको थिएँ, तर अस्तिको पालि धेरैजनाले अलिकति रेला गर्नुभयो कि जस्तो लाग्यो, अनि सुन्नु भएन कि जस्तो लाग्यो, अनि त्यही कारणले मैले राखेँ। मैले पेपरहरू केही ल्याएको थिएँ, तर मैले भनेर होइन, तपाईँले आफैले नै तपाईँहरू दुई बिचमा इग्नाइट भन्ने शब्द थाहा छ तपाईँलाई? त्यो प्रेमको त्यो आगोले के भन्छ त्यसलाई? झिल्का के भन्छ हौ? के रे? फ्लेम। त्यो लगाउनुहोस् आफैले, त्यो सुरुवात गर्नुहोस् एकअर्कालाई। तपाईँको श्रीमानले गरेन भनेर श्रीमती पनि नपर्खिनुहोस्, श्रीमानले पहिल्यै भन्नुपर्छ भन्ने होइन, कहीँ लेखेको छैन त्यस्तो, होइन, आफैले पनि हामीले गर्नुपर्छ र श्रीमानले पनि तपाईँले गर्नुहोस्। म तपाईँलाई अनुरोध गर्छु,
होमवर्क तपाईँहरूलाई म यो भन्छु, एटलिस्ट एक दुईवटा राम्रो कुराहरू, शब्दहरू आफ्नो श्रीमान वा श्रीमतीलाई भन्नुहोस्। अनि एउटा कुरा गरिदिनुहोस्, श्रीमान अनि श्रीमतीलाई प्रार्थना गरिदिनुहोस्। 1 मिनट वा 2 मिनट तपाईँले प्रार्थना गरिदिनुहोस्। तपाईँले घरमा गर्न सक्नुहुन्छ र एकअर्कालाई सोधिदिनुहोस्, मैले के गर्नु पर्यो भनेर भन्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।